युट्युबमा कम भ्यूज आएको कारणले चित्त बुझाउन पार्कतिर गएको, पानी परेर बिजोग भइदिएर सायद भगवानले नि साथ दिएन होला मलाई त। सो हेलो गाइज, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। अनि के छ हाल खबर? आई होप सन्चै हुनुहुन्छ होला। डेली भ्लगिङको डे 34 मिनी भ्लगमा स्वागत छ। अनि आज भोलि चाहिँ म धेरै एक्टिभ हुँदैन युट्युब र भ्लगमा, हजुरहरूले त्यही नै माया सपोर्ट देखाइदिनु होला। अनि मेरो युट्युबमा नि राम्रोसँग भ्यूज नै आएको छैन गाइज, त्यही नै हजुरहरूले माया सपोर्ट देखाइदिनु होला। भ्यूज नआउनुको कारणले यहाँ पार्कतिर घुम्न आएको थिएँ। पानी पर्ला जस्तो नि भएको छ, सायद भगवानले साथ दिँदैनन् होला जस्तो छ। तर त्यस्तो चाहिँ नसोच्नु गाइज, मलाई सबैले साथ दिनुहुन्छ। मलाई मेरो परिवार साथीभाइ सबैले साथ दिइरहनु भएको छ। केही बेर पार्कमा बसेको त एक्कासी सिमसिम पानी पर्छ, सिमसिम भन्नाले जोरले पानी पर्दिरहेको गाइज। के भयो आज भोलिको मौसम नि कति चाँडो चेन्ज हुन्छ अनि थाहा नै हुँदैन क्या। अनि पानी पर्यो एक्कासी जोरले पानी पर्दिन। अनि हामी अगाडि जस्ताको एउटा ठाउँ थियो क्या, अनि हामी त्यहाँतिर गए, त्यहाँतिर बसे केही बेर। अनि केही बेरमा पानी रुक्यो र हामी त्यो पार्कमा नबसी शङ्खमल पार्कतिर आयौँ र बादल यस्तो लागिसकेको थियो, कालो बादल होइन, मेरो साथी भन्दा नि कालो बादल लागिसकेको थियो होइन गाइज। अनि त्यसपछि दाइले हामीलाई भ्लगमा नदेखाउने भन्नुभयो। मैले दाइले यसरी जुम गरेर देखाइदिएर त्यसपछि हामी पार्कबाट नै निस्क्यौँ र घरतर्फ जान लाग्यौँ। आजको भ्लग यहीँ सकिन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड बाई।